हेलो गाइस, नमस्कार। शुभ बिहानी। मेरो यो ड्रागन फ्रुट हेर्नुहोस् त गाइस, यस्तो छ यी। यसरी यो के भएको हो, यो घिउ कमिला हुन्छ नि, सानो रातो कमिलाले खाएर मैले यो लक्ष्मी रेखा लगाइदिएको छु गाइस। हेर्नुहोस् यहाँ यस्तो छ यी। यसको साथै कौसीमा हो, यो फुल पनि छ। यहाँ यस्तो लगाएको छु गाइस, हेर्नुहोस् मैले। पुदिना पनि छ, यहाँ पुदिना छ, यहाँ पुदिना छ। अनि यहाँ आफैले बनाएको यो मैले आफैले रेडी बनाएको यो टायर हालेर सबै हालेर आफैले रेडी बनाएको गाइस। हेर्नुहोस् अब मैले हेर्नु गाइस, अब मैले के गर्ने भने सोध्नु जोड्न मन लाग्छ है। हरू फालेरको यो बोक्रा खेरा गएको तरकारीहरू बोक्राहरू सबै यहाँ जम्मा गरेको छु। यहाँ जम्मा गरेर मैले गडौलाहरू पनि हालिदिएको छु। गडौलाले मोल बनाउँछ भनेर गडौला पनि हालिदिएको छु गाइस मैले। यहाँ मेरो तरकारी बारी यस्तो छ यी, घिर्मो पनि फलिरहेछ यी। अनि यस्तो छ यी, हेर्नुहोस् गाइस मेरो एउटा सानो तरकारी बारी। तपाईँले लाइक गरिदिनु होला, सपोर्ट गरिदिनु होला। हेर्नु गाइस, यो पहिलो बनाएको यो काँटी पनि फलिरहेछ यहाँ यी। हेर्नु गाइस, मैले यहाँ पनि बनाएको थिएँ, यहाँ फर्सी पनि फलिरहेछ यी, फर्सी पनि छ गाइस। हेर्नुहोस् अब यहाँ यहाँ भिन्डी पनि लगाएको छु यी, भिन्डी पनि लगाएको छु, बोडी पनि छ। अनि यहाँ फर्सीको झाल पनि छ, यहाँ लौका पनि खाक्रामा चढेछ यी। हेर्नु गाइस, यहाँ मैले यहाँ पहिला त्यो नभइन्जेल यहाँ तरकारीहरू फोहोरहरू यहाँ थुपारेको थिएँ, अनि थुपारेको कति 1 वर्ष अगाडिको कुरा। अनि त्यसपछि यहाँबाट मोल त्यसलाई निकालेर यस्तो मोल बनियो गाइस। हेर्नुहोस् अब फेरि यहाँ थुपारिन्छ खाएको फोहोर भात तरकारीको बोक्राहरू सबै गरिन्छ गाइस। मेरो हेर्नुहोस् गाइस, मेरो सानो तरकारी बारी यस्तो छ गाइस।